नमस्कार ओके एलपीएससी में आज हामी एचएन 9th लाइसेन्स एक्जाम को क्वेश्चन आन्सर गर्ने क्रममा छौं। पार्ट 44 एनएचपीसी 134 है। ओके सो नेक्स्ट मा जाम। यो चाहिँ हजुरहरुलाई थाहा छ, हाम्रो व्हाट्सएप नम्बरमा मेसेज गरेर ओल्ड क्वेश्चनहरु लिन सक्नुहुनेछ है। यस्तै अब क्वेश्चन नम्बर 431 PID is diagnosed by rectal exam, X-ray, pelvic exam, none। अब यसको आन्सर हजुरहरुको क्वेशनले नै दिन्छ है। P भनेको pelvic, I भनेको inflammatory, D भनेको disease हैन। सो pelvic भनेसी pelvic एक्जाम गरेरै हामीले थाहा पाउँछौं है। सो आन्सर हेर्छौं, आन्सर इज C। ओके यस्तै अगाडि जाम। क्वेश्चन नम्बर 432 maximum duration of second stage of labor in multipara 8 to 10 hours, 6 to 7 hours, 1 to 2 hours, 30 to 60 minutes। ओके सो गाइस अब यो हजुरहरुले आफैले पढ्नु होला है। यहाँ मैले नोट गराइदिएकै छु, जुम गर्ने पढ्ने हो है, अथवा लेख्ने नोट गरेर पढ्नु होला, इम्पोर्टेन्ट छ है। आको छ क्वेशन कतिचोटी योबाट पनि। सो आन्सर हेरौं, आन्सर इज डी 30 to 60 minutes। ओके यस्तै अगाडि जाम। क्वेशन नम्बर 433 टोटल स्टेज अफ लेबर इज 1 2 3 4 के हुन्छ? आन्सर हेर्छौं, आन्सर इज डी 4 स्टेज अफ लेबर। ओके फर्स्ट स्टेजमा फुल डाइलेक्सन अफ सर्भिक्स हुन्छ, सेकेन्ड स्टेजमा फुल डाइलेसन अफ सर्भिस एन्ड एक्सपल्सन अफ फिटस, त्यस्तै थर्ड स्टेजमा एक्सपल्सन अफ फिटस एन्ड इन्ड विथ द सेपरेसन एन्ड एक्सपल्सन अफ प्लासेन्टा। ओके अनि डी भनेको फोर्थमा के हुन्छ? पिरियड अफ अब्जर्भेसन एट लिस्ट 1 hours है। यस्तै अगाडि जाम। क्वेशन नम्बर 434 वेयर इज पेसरी इन्सर्टेड? माउथ, एब्डोमेन, भेजाइना, नन। ओके सो अब आन्सर हेर्छौं, आन्सर इज सी भेजाइना। ओके इन द भेजाइना टु सपोर्ट यूटेरस और ब्ल्याडर और पेल्भिस organs to prolapse। ओके यस्तै अगाडि जाम। क्वेशन नम्बर 435 फर्स्ट स्टेप अफ मैनेजमेंट of eclampsia, amlodipine, magnesium sulfate, antibiotics, antiemetics। ओके सो फर्स्ट स्टेप अफ मैनेजमेंट of eclampsia। अब eclampsia भनेको के हो? Eclampsia is a progression of preeclampsia to generalized seizure that cannot be attributed to other causes। अनि magnesium sulfate के को लागि युज हुन्छ? given to treat active seizure and future seizures and deliver fetus। ओके त्यही भएर जहिले पनि हजुरहरुले डेलिभरी वार्डमा जता पनि है, हेल्थ पोस्टमा पनि होस् अथवा हजुरको बर्थिङ सेन्टरमा होस् अथवा पीएचसी मा होस्, म्याग्नेशियम सल्फेट हुन्छ है इन्जेक्सनमा। ओके त्यस्तै अगाडि जाम। क्वेशन आन्सर इज सी बी है, आन्सर इज बी म्याग्नेशियम सल्फेट। ओके यस्तै अगाडि जाम। क्वेशन नम्बर 436 साल्बुटामोल इज युज्ड एज एनाल्जेसिक, एन्टिपायरेटिक, ब्रोंकोडाइलेटर, पीपीआई। एनाल्जेसिक हुँदैन, एन्टिपायरेटिक हुँदैन, पीपीआई हुँदैन, ब्रोंकोडाइलेटर युज हुन्छ है। ओके सो आन्सर हेरौं, आन्सर इज सी ब्रोंकोडाइलेटर। यस्तै अगाडि जाम। क्वेशन नम्बर 437
Most common cause of postmenopausal bleeding is IUCD, thyroid, endometrial atrophy, none. के हुन्छ? So answer is C, endometrial atrophy. यस्तै अगाडि जाम. Question number 438. Uterus is used for pregnancy, fertility, menstrual cycle, all of the above. All of the above नै हुन्छ है. So answer is D. यस्तै अगाडि जाम. Question number 339. Common causes of deafness, earwax, trauma, loud noise, all of the above. So यसमा यो सबैले गर्दा गराउँछ. अब हेरौँ के हुन्छ. Answer is D, all of the above नै हुन्छ है. यसको मोर एक्जाम्पलको रूपमा हामीले ओटोटक्सिक ड्रगहरूलाई पनि लिन सक्छौं. न्यूट्रिशनल डिफिसियन्सीज, इन्फेक्सनहरूलाई पनि लिन सक्छौं है. ओके. यस्तै लास्ट क्वेशन नम्बर 440. Dose of zinc in 2 to 6 month baby is 5 mg, 10 mg, 15 mg, 20 mg. So answer is B, 10 mg है. जिंक को डोज के हुन्छ लेस देन 2 month मा दिन पर्दैन. 2 देखि 6 महिनाको लागि 10 mg, 6 महिनादेखि 5 इयर को लागि 20 mg है. ल अब हामी नेक्स्ट भिडियोमा भेट्ने छौं. धन्यवाद.